अधिकांश व्यक्तिहरूले कामका लागि पारिश्रमिकलाई रोजगार कार्यक्रमको रूपमा भन्ने गरेका छन्। के यो रोजगार कार्यक्रम हो त कि सामाजिक संरक्षणको कार्यक्रम हो? के यसले दीर्घकालीन रोजगारी सिर्जना गर्छ त? कामका लागि पारिश्रमिकका आयोजनाहरू उत्पादनशील या पूर्ण रोजगारी दिने कार्यक्रम होइनन्। यस्ता कार्यक्रमहरू निश्चित उद्देश्य प्राप्त गर्न ल्याइएका हुन्छन्। उदाहरणको लागि गत वर्षसम्म सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम 100 दिनको न्यूनतम रोजगार दिने अर्थात् रोजगारीको हक सुनिश्चितता गर्न आएको कार्यक्रम थियो। विगतमा कर्णाली रोजगार कार्यक्रम पनि सञ्चालन भएको थियो। यसको अर्थ कर्णालीमा भएको गरिबी र जोखिमतालाई ध्यानमा राखेर उस्ता कार्यक्रमहरू सञ्चालनमा आएका हुन्छन्। या अर्को अर्थमा भन्दाखेरि कामका लागि पारिश्रमिकका जति पनि आयोजनाहरू हुन्छन् सबै कार्यक्रमहरू व्यक्तिको या परिवारको जीवनयापनमा सहजता ल्याउने कार्यक्रम हुन्छन् या सोसियल प्रोटेक्सन दिने कार्यक्रमहरू हुन्छन्। श्रम बजारमा श्रमिकको माग कम भएको अवस्थामा वा अन्य आर्थिक अवसरहरू कमी भएको अवस्थामा मात्रै यस्ता कार्यक्रमहरू सञ्चालन हुन्छन् अनि सफल पनि हुन्छन्। कामका लागि पारिश्रमिक सञ्चालन गर्नु पूर्व केही यसका अवधारणाहरूको बारेमा जान्न आवश्यक चाहिँ रहन्छ। यसमा सबैभन्दा ठुलो भनेको लक्षित वर्गको छनौट गर्नु पनि हो। यो सामाजिक संरक्षणको कार्यक्रमहरूमा इफेक्टिभ टार्गेटिङ अति नै महत्त्वपूर्ण हुन्छ। विगतमा कर्णाली रोजगार कार्यक्रमले पनि सामुदायिक छनौटको प्रणाली या कम्युनिटी बेस्ड टार्गेटिङ एप्रोच लिएको थियो भने रोजगारीको हक कार्यान्वयन गर्दा अहिले पोइन्ट बेस्ड सिस्टमको प्रणाली अवलम्बन गरिएको छ या व्यक्तिको जोखिमताको अवस्थाको मेजरमेन्ट गरिन्छ। यी दुवै छनौट गर्ने पद्धतिहरूमा केही समस्याहरू पनि रहेको देखिन्छ। कहिलेकाहीँ छनौट गर्नुपर्ने मान्छे छनौटमा नपर्नु या नपर्नु पर्ने मान्छे पनि छनौट भएको अवस्थाहरू देखिएको छ। कामका लागि पारिश्रमिक आयोजनाहरूले सिधै व्यक्तिको गरिबी र भलनरेबिलिटीमा यसले सहयोग गर्नुपर्ने हुन्छ या यसको लाभ सम्बन्धित व्यक्तिहरूले पाउनुपर्ने हुन्छ। कामका लागि पारिश्रमिक सञ्चालन गर्दा ज्यालाको चाहिँ न्यायपूर्ण वितरण पनि हुनुपर्ने हुन्छ। श्रमिकको ज्याला उपलब्ध गराउँदा कामको पूर्ण मूल्याङ्कन हुन भने आवश्यक पर्छ। कहिलेकाहीँ यो हाजिरी मात्रैबाट भुक्तानी गर्दाखेरि काम पुरा नहुने र लागत अनुमानभन्दा धेरै पुँजी खर्चनु पर्ने अवस्था हुन्छ। महिला हुन् कि पुरुष हुन् या अन्य विभिन्न प्रकृतिका व्यक्तिहरू हुन्, ज्यालामा भिन्नता पनि गर्न पाइँदैन। सोसियल प्रोटेक्सनको उद्देश्य बमोजिम सञ्चालन भएका सम्पूर्ण आयोजनाहरूले ज्याला दिँदा एक रिलायबल या कुनै पनि ठगी नहुने गरी या सम्बन्धित व्यक्तिको ज्याला अर्कोले नपाउने गरी सम्बन्धित व्यक्तिकै खातामा या सम्बन्धित व्यक्तिको हातमा पर्नुपर्ने हुनुपर्छ। दोस्रो, यो प्रेडिक्टेबल क्यास ट्रान्सफर भन्छ। आफ्नो कार्य बापत मैले यति काम गरेँ, मैले यति पैसा पाउँछु भनेर श्रमिकले थाहा पाउनुपर्ने हुन्छ। न टाइमली पेमेन्ट, उदाहरणको लागि महिनाको पहिलो दिनमा हो कि 15 दिनमा हो, त्यसको भुक्तानी निश्चित हुनुपर्छ र त्यसको जानकारी श्रमिकले पाउनुपर्छ। गरिबले गरेको काममा ठगी हुनु हुँदैन।